साथीहरु त हेलो गरिदिनु। हेलो मम्स गार्डनबाट हजुरहरुलाई नमस्ते अनि सेवा र है आजको चाहिँ मेरो भिडियो चाहिँ यो नमस्ते अनि सेवा नमस्ते के हो सेवा रो नमस्ते अनि सेवा। आज चाहिँ यो साग उखाल्दै छु है, उखाल्दै छु भन्दा नि टिप्दै छु। साग पनि थोरै छैन, बट्टारेर आइरहेछ। देखाउ त बहिनी, यस्तो धेरै भइरहेछ, यति धेरै टाइट। यहाँ त थोरै निस्किँदैन, 2 नाङ्लो जति नै निस्किन्छ होला हौ। धेरै होला अनि धेर पनि निस्किन्छ नि। आज चाहिँ दरो साग खाइन्छ है। अब कम्ता पो छैन हौ यो साग पनि। अनि यो साग पनि फेरि सप्रिनु पनि यति सप्रिँदैन, बट्टारी निस्किरहेको त। हेर त, भाउजूलाई पनि 1 नाङ्लो दिएर पठाइदिन्छु। 1 नाङ्लो लगेर कहिले खाइसक्नु खानु। अब सागकै अचार, सागकै दाल, सागकै तरकारी, भात पनि सागकै खायो। भात पनि सागकै। साह्रो बाक्लो पोलाको आम्मा थोरा छैन यो, सप्रेर नि। बाक्लो पलाको भन्दा नि सप्रेर के, कम्ता पो सप्रेको छैन। साग देख्दा टिप्नुको अल्छी लाग्यो भने थोरै छैन साग। शोभाले अस्ति लग्यो जयको घरतिर। त्यो हो नि त, धेरै साग त देख्नै हुँदैन। शोभाले एकदम धेरै टिपिहाल्छ। राम्रो हेल्दी। अनि कुखुराले पनि अन्डा धेरै पारेको छ कि साथीहरू। अहिले म देखाउँछु। आज चाहिँ अन्डा पनि निकालेर लानुपर्छ बहिनी तल। कति पो भइरहेको छ अन्डा पनि। अन्डा पार्ने चाहिँ अन्डा पुरा अस्ति रोक्यो भनेको न। अस्ति अलिक दिन रोकेको थियो, फेरि सुरु भइरहेछ। फेरि थोरै पारेको छैन अन्डा पनि। फेरि फोहोर पारेर कि सबै त्यहाँ टेकेर। कुखुराको जात त फोहोरी नै हो नि त, हुनु त। साग पनि हेर्नुहोस् न साथीहरू, यस्तो मजाको छ लरर परेको साग पनि यस्तो मजाको छ। अनि अहिले त यही साग पो कुखुराको चल्लाहरूलाई दिनुपर्छ कि यो साग मिठो हुन्छ नि त। आम्मा यति खान्छ। म त धेर भएर यही दिएको हिजो अस्ति पनि। सफ्ट हुन्छ। चल्लाहरू यति मिठो गरेर खाँदैन हौ। यही त्यो साग दिनु चल्लालाई। धेरै भएपछि के गर्छ अब, त्यो चाहिँ साह्रै छिटो सफ्रिन्छ कि। काजु दाइलाई पनि बोलाएर दिनुपर्छ उसको छैन दिनु, यत्रो के गर्नु। अनि सागै खाने, सागै चटनी पनि खाने, दाल पनि भात पनि भन्छ। सागकै दाल, सागकै भात, सागकै अचार। गीताले चाहिँ भनेको अस्ति नै पोहोर आएर, छ्यामा दाँतै हरियो हुने गरेर अब खाने हो साग भन्दै थियो हँसाएर। गीता पनि आउनु खोजेछ, फुर्सदै छैन के। साग पनि थोरै भएन। यो चाहिँ कोरियन रेस्टुरेन्ट भएदेखि यसले कति हजार पैसा निकाल्थ्यो, कति डलर है हैन। उहाँ बेचौँ न, उहाँ कोरियन रेस्टुरेन्टमा लगेर बेचिदिनुपर्छ होला हौ। त्यो कति हजार। म बेरोजगारी भएको छु, नेपाल आएर म जानु पर्यो। कति हजारको ऊ खायो भने यति पनि दिँदैन होला साग। यो कोरियन दिन्न नि। त्यही त नि। अनि यो थोरै दिन्छ। यो लगेर गयो भने त नि यस्तो फ्रेस हैन। अनि कस्तो राम्रो छ है। यो भङ्गेरा चाहिँ यति बाठो हेर बहिनी। यो कुनामा पुरा पसेर हैन, पुरा भुत गरेछ। यत्रो साग यसले काम गर्नु छोड्यो यो डमीले। त्यसलाई त तर्सिँदै त बानी परेछ है। त्यो माथिबाट आउँदाखेरि चाहिँ त्योबाट डराउँछ होला, अनि मुनिबाट छिर्छ होला नि। त्यो भित्र त उसलाई खानु पनि हुन्छ। भङ्गेराले त नि मुनिबाट छिर्यो भने यो मान्छेले पनि देख्दैन। पुरा दुलो पारेर त पुरा भुत खेलेछ नि त। धन्न त्यति रुपियाँ आउँदैन, रुपीले झन् सब उयो गरिदिन्थ्यो। रुपीले त बोटै खान्छ होला नि, खाँदैन।
खान्छ नि रुपीले त साह्रो बेकार रुपीले त गर्छ झन् थाहा छ त्यो उयो हुन्छ नि खोर्सानी पछि डल्ले खोर्सानी पाकेपछि टिपिहाल्नुपर्छ नत्र तपाईँ खाइदिन्छ खान्छ नि रुपीले अनि तिनीहरूलाई हरेक ठाउँमा त फेरि नयाँ आउँछ त बिरुवा रुपीलाई चाहिँ के अरे बिउको स्ट्रोक गरेको जस्तो रहेछ अन्त नि यहाँ त पुरा हेर न दुलो दुलो बनाएर त माटो त जम्मै भर खेलाएछ हौ भङ्गेराले त यत्रो सागको उसमा साग हेर्नुहोस् है साग बुकी सागको बुकी देखाइदिनु सागको बुकी यहाँ सागको बुकी दामी छ साग त भर्यो नाङ्लो भर्यो सागले अब अर्को नाङ्लो खै यहाँनिर नअटाउने हो कि क्या हो यो साग पनि त्यो राखेर आउनु न त नभए अर्को नाङ्लो गर्छु म चाहिँ साग पनि थोरै होइन यो चाहिँ साथीहरूलाई थाहा छ कि छैन पहिले गाउँमा हामीले खान्थ्यौँ है फटफटे भन्थ्यौँ कसैले चाहिँ भुटुका कि पुटुका के पनि भन्दा रहेछ हामी चाहिँ फटफटे भन्थ्यौँ अनि यो चाहिँ अलिक हाइब्रिडवाला हो मैले रोपिदिएको यहाँ 2 बोट रोपिदिएको छु भुटुका कि पुटुका के पनि भन्दा रहेछौ तिमी के भन्थ्यौ थाहा छ म त बिर्से थाहा छ छैन तिमी थाहा छ तर थाहा छ भाउजू तपाईँहरू के भन्नुहुन्थ्यो यसलाई त नाङ्लो ल्याउनु यसले यो उसलाई भुटुका कि के फटफटे नै भन्नुहुन्थ्यो अन्त हामी पनि फटफटे भन्थ्यौँ कोले चाहिँ अर्को नाम भन्दा रहेछ के एक नाङ्लो भरियो साग अब अर्को नाङ्लो आमा साग त थोरै निस्केन अस्तिदेखि यो साग निकाल्छु भनेको मैले यहाँ नभ्याएर तपाईँ न्यु रोड मात्रै कुदेर कुदेकै अनि के भ्याउनु ओर्नु छैन अब पूर्व जाम भनेको भाउजूले हेर्नुहुन्छ भनेको घर चाहिँ दुईजनाले एक एकवटा नाम्लो लगाउनु अनि बोकेर जानु मैले भनेको नि तिमीलाई जान्छ डर्रो नाम्लो लगाएर आना एउटा कानमा झुनाउनु अर्को लियोलाई अर्को कानमा कुखुरा त्यो कालोलाई त म त उता बर्दी भाषा छोडिदिन्छु कुखुरा टाउकोमा सबै बोकेर भाइलाई चाहिँ घर बोकाइदिनु डरोलाई के गर्नु साथीहरू यसरी घरमा यस्तो हुँदा भएपछि काहीँ निस्किनु पनि पाइँदैन डुल्नु घुम्नु त बन्द हेर्दाखेरि साथीहरूले कौशी खेती यस्तो त रहेछ नि सागे त फलाएको रहेछ नि भने जस्तो हुन्छ यसरी हिँड्नु पाइँदैन त डुल्नु पाइँदैन त नाम्लो लाएर पो जानु अरे घर त अनि यस्तो पो हुन्छ त साथीहरू के गर्नु अब अर्कोपट्टि चाहिँ सागे लु हिँड्नु टाउको ठोकाउनुहुन्छ अब यसरी कौशी खेती गर्न थाल्यो भने चाहिँ साथीहरू कहीँ हिँड्नु पाइँदैन डुल्नु घुम्नु पाइँदैन अब हेरिदिने मान्छे हुँदैन बोट बिरुवालाई पनि नानीलाई जत्तिकै स्याहार्नुपर्छ त अनि बिहान गएर बेलुका आउने हो भने त ठिकै हुन्छ 2-4 दिन घरै छोडेर हिँड्ने हो भने चाहिँ समस्या हुने यस्तै हो फेरि घर बसिराखेको बेलामा के गरौँ हुन्छ यति गरिएन भने अब कौशी खेती सुरु गरेपछि फेरि खुट्टामा ताला चाबी लागे जत्तिकै हुन्छ दुई नाङ्लो मजाले निस्क्यो साग त अस्तिदेखि टिप्नु नभ्याएर त्यतिकै भइरहेको थियो नि यो फेरि टिपेन भने मुनिको चाहिँ कुहिहाल्छ के कुहिरहन्छ बाँचिएर बाक्लो भएर आउँछ नि त
अनि टिपेन भने चाहिँ कुहिहाल्छ। यसलाई जति टिपेर खायो उति राम्रो। अनि हावा खेल्नु पाउँछ हो जरामा, अनि त्यहाँदेखि चाहिँ अनि पुरा फैलिन्छ। यस्तै हुन्छ। फेरि टिपेन भने फेरि मुनिको चाहिँ फेरि पहेँलो भइहाल्छ। फेरि यसलाई चाहिँ टिपेर खाएकै गर्नुपर्छ। हेर्नुहोस् त साथीहरू, यो आमामा कोरियन रेस्टुरेन्टमा पैसा कमाउने यही सागले है, यसरी यस्तो। साग त आमामा। अब चाहिँ साग मजाले निकाल्यो। तपाईँको पनि जारमा हुँदैछ अरे खतरा हुँदैछ, खाइ नसक्ने। रायोको साग 3 बोट होइन? ड्याममै रायोको साग ड्याममै 3 वर्ष पुगिहाल्छ। यो पनि त्यस्तै ड्याममै 3 वर्ष 4 वर्ष हप्तामा 2 ताल निकाल्दा जति खाइसक्छ। तर पुग्छ हौ, यो त मजाले हुन्छ क्या साग त। ल हेर्नुहोस् है साथीहरू, अब 2 नाङ्लो निस्क्यो है साग चाहिँ। अब खै 1 नाङ्लो चाहिँ कहाँ राख्नु भयो? एकछिन म देखाउँछु साथीहरूलाई। म अब आयो है सागवाली भन्दै हिँड्नु होला। आयो 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 भनेर सागवाली आयो। साह्रै कपडा देखियो, धेरै कपडा नि धुयो धेरै। ए सागवालीहरूको 2 नाङ्लो साग है। आयो आयो आयो। त्यो एउटा छैन, त्यो के अरे सागवाली आयो। बदाम आयो, बदाम आयो। खानु पनि पाइन्छ, नाच्नु पनि पाइन्छ, कुल्फीवाला कुल्फी, पैसा पनि पाइन्छ भनेपछि आयो साग आयो, खानु पनि पायो, हेल्थ पनि राम्रो भयो अरे। हेल्थ पनि राम्रो भयो। यो कोरियनले भएदेखि यतिले कति पैसा कमाउँछ कोरियन रेस्टुरेन्टले। ल हुन्छ साथीहरू, अब त्यो अन्डा पनि निकाल्नु पर्यो। अनि अन्डा छ है, अन्डा साथीहरू। कुखुरा अन्डो आमामा, कुखुराले अन्डा फुलाइसकेछ हौ धेरै। ला हो र? अनि किन ननिकालेको? ला कच्चा म अस्ति उता बाहिर गएको थिएँ नि त, फुडाएछ नि बहिनी अन्डा त। ला हो भन्नु पर्दैन त अन्डा त हेर्नुहोस् त साथीहरू, यस्तो फोहोर गरेको छ अन्डा चाहिँ। खतरा फोहोर बनाएछ। थुप्रो भयो नि त त्यो एकैचोटि तिनीहरूलाई। त्यो मैलामा टेक्दै पसेर है, कति मैला गरेको। यो कुखुरा 10 चोटि चाहिँ अन्डा भएकोमा पालो अन्डा पार्नु जान्छ कि। फुटेको छ, अब बिस्तारो निकाल्नु पर्यो। चरक्क चर्काएछ त्यसको लङ। ए म चाहिँ फलाक्लो बनाएछु। अन्डा पार्नु जाँदा होला। त्यो धेरै अन्डा भयो कि टाँस्नु खोजेछ। यहाँनिर अलिकति चर्काएछ है अन्डा, ए निस्केछ पनि अलिअलि। अनि गुदी निस्केछ यसको। छ यहाँ अन्डा छ, एउटा चाहिँ राखिदिनु पर्छ यिनीहरूलाई। छ तिमीहरूको अन्डा, केही गरेको छैन। कतिवटा छ दिदी? ल अब 2 4 6 8 10 12 13 दाना भएछ अन्डा। अर्ग्यानिक अन्डा है साथीहरू यो चाहिँ। फेरि 13 अनि भित्रकोसँग 14। भित्रकोसँग 14। कालो दुम्से कुखुराको अन्डा चाहिँ यस्तै लोकल पुरै। कसलाई चाहिएको छ भने आउनु होला। सम्पर्क गर्नु होला। अन्डा खाने जतिले चाहिँ हात उठाउनु होला साथीहरू। कौशीको फाइदा यसरी नै लिनु होला है हजुरहरूले।